हेलो हाई नमस्कार साथीहरू। आजको डिनर सिम्पल भेज रोल। मसरुम काटेँ, प्याज काटेँ, क्याबेज र क्याप्सिकम काटेर रेडी पारेँ, जसलाई चाहिँ मैले थोरै तेलमा केही पनि नराखी थोरै नुन र ब्ल्याक पेपर राखेर हल्का सटे गरिरहेको छु। मसला चाहिँ आफ्नो चोइस अनुसार हुन्छ। मैले चाहिँ आज एकदमै खाना सादा राख्ने विचार गरिरहेको छु। यो खाना एकदमै चिल्लो पिरो मसलेदार चाहिँ अलि नपचेको जस्तो लागेर साथमा मैले चाहिँ साइडमा प्यान रेडी गरेर एग पनि बनाउँदैछु। एगको लागि चाहिँ मैले स्क्रैम्बल एग बनाउन लागिरहेको छु। आज स्क्रैम्बल एग बनाएर चाहिँ रेडी गर्ने। अब यो पाकिसकेपछि साइडमा मैले चाहिँ ब्रेड अस्ति लिएर आएको थिएँ, त्यो ब्रेड पनि तताइरहेको छु, जुन ब्रेड चाहिँ मजाले फुल्ने रहेछ। अब त्यो ब्रेड तातिसके पछाडि अब हाम्रो भेजिस र एगलाई चाहिँ राखेर ऱ्याप गर्न मिल्यो। मैले चाहिँ केचप, मियोनिजहरू होइन, अब केही पनि नराखिकन एकदमै सिम्पल बनाइरहेको छु। पेटको लागि पनि राम्रो, हेल्दी पनि। अनि खेर यसलाई रोल गरेर चाहिँ खानको लागि रेडी हुन्छ। लेट्स इन्जोय टुडेज डिनर विथ मी। थ्याङ्क यू फर वाचिङ माई भिडियो। हजुरहरूलाई पनि यसै गरी सिम्पल बनाएर खान मन छ भने यो रेसिपी ट्राई गर्दा हुन्छ। सजिलो छ। अब हेरौँ मेरो छोरीलाई कस्तो लाग्छ। आई होप सी लाइक दिस। ल, यसो एक्सप्रेसन देखाएर त राम्रै छ। थ्याङ्क यू।